नमस्कार दर्शकवृन्द। आज म तपाईलाई एउटा गम्भीर प्रश्न सोध्न चाहन्छु। नेपाल साँच्चै बदलिन सक्छ? कि फेरि उही नेता, उही भाषण, उही धोका? आज हामी कुरा गर्दैछौँ नेपालका दुई सबैभन्दा चर्चित र भरोसायोग्य नाम, रवि लामिछाने र बालेन शाह। यी दुई व्यक्ति यदि मिले भने नेपालको राजनीति मात्र होइन, नेपालको भविष्य नै बदलिन सक्छ। तर प्रश्न छ, किन अहिले मिल्नुपर्छ? नमिले के हुन्छ? मिलेपछि नेपाल कता जान्छ? आजको भिडियो अन्तिमसम्म हेर्नुहोस्। रवि लामिछाने र बालेन शाह। जनताबाट उठेका नेता रवि लामिछाने, जो सिस्टमको भित्री कुरालाई खुला रूपमा जनता सामु ल्याए, भ्रष्टाचार, सेटिङ, दलाल प्रणालीको खुलेर विरोध गरे, जनताको आवाज बने। बालेन शाह, राजनीतिक भाषणभन्दा काम गरेर देखाउने नेता। काठमाडौँ महानगरमा ठूला ठूला सेटिङ तोड्ने साहस देखाए। यी दुवैको साझा कुरा के हो? पुरानो राजनीति मन नपर्नु, सिस्टम सुधार गर्ने सोच, युवाको भरोसा जित्नु। आज नेपालको मुख्य समस्या के हो? आज नेपालमा समस्या नेताको कमी होइन, समस्या हो गलत सिस्टम, भ्रष्ट राजनीतिक संस्कार, जनताको विश्वास हराउनु। पुराना दलहरूले देशलाई निजी कम्पनी झैं चलाए। नतिजा युवा विदेश पलायन, बेरोजगारी, निराशा, आक्रोश। यही अवस्थामा रवि र बालेन उम्मेदको प्रतीक बने। किन रवि र बालेन मिल्नै पर्छ? राजनीतिमा एउटा कडा सत्य छ, एक्लैले सिस्टम बदलिँदैन। रवि अलग, बालेन अलग हेर्दा जनताको मत टुक्रिन्छ, शक्ति कमजोर हुन्छ, पुरानाले फाइदा लिन्छन्। यदि यी दुई मिले भने राष्ट्रिय स्तरको आवाज, स्थानीय र केन्द्रीय शक्तिको संयोजन, युवाको विश्वास एउटै दिशामा। यो मिलन व्यक्ति मिल्नु होइन, विचार मिल्नु हो। नमिले नेपाललाई के घाटा? यदि रवि र बालेन आफ्नै बाटो लागे भने पुरानै दलहरू पुनः सत्तामा पुग्छन्। परिवर्तनको सपना भाषणमै सीमित हुन्छ। जनताको निराशा झन बढ्छ। यसको असर युवा झन विदेशिन्छ। राजनीतिप्रति घृणा बढ्छ। सिस्टम झन बलियो हुन्छ। मिलेपछि नेपालको भविष्य कस्तो हुन सक्छ? अब कल्पना गरौँ, रवि र बालेन एउटै दिशामा उभिए। त्यसपछि राजनीतिमा डर हट्छ, भ्रष्टाचार गर्ने काँप्छ, काम नगर्ने हट्छ, सिस्टम बलियो बन्छ। नेपालमा नेताभन्दा नीति बलियो हुन्छ, भाषणभन्दा काम ठूलो हुन्छ। युवाले भन्छ, अब त नेपालमै केही हुन्छ। जनताको भूमिका सबैभन्दा ठूलो। तर एउटा कुरा याद राख्नुहोस्, रवि र बालेन मिल्नु मात्रै काफी छैन। जनता सचेत हुनुपर्छ, सहीलाई समर्थन गर्नुपर्छ, गलतलाई प्रश्न गर्नुपर्छ। यदि जनता फेरि चुप बस्यो भने फेरि उही इतिहास दोहोरिन्छ। अब निर्णय तपाईको हातमा छ। पुरानै सिस्टम कि नयाँ सोच? भाषण कि काम? विभाजन कि एकता? रवि लामिछाने र बालेन शाह मिल्नुपर्छ कि पर्दैन? तपाईको विचार कमेन्टमा लेख्नुहोस्। भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। नेपालको भविष्य हाम्रो हातमै छ। धन्यवाद।